साधारणतया मलाई एयरपोर्टमा प्लेन उडेको र बसेको रमाइलो लाग्छ। तर बुधबारको दिन भने त्यही एयरपोर्ट मेरो लागि निकै कष्टकर र पीडादायी भएर आयो। अफगानिस्तानमा गएको सोमबार आतंककारी बम आक्रमणमा परि मरेका 12 नेपालीको शव नेपाल वायु सेवा निगमको जहाजबाट ल्याइदै थियो। मृतकका आफन्त, देशका प्रधानमन्त्री, मन्त्री, पत्रकार र शुभेच्छुकले गर्दा एयरपोर्टमा भिड बढेको थियो। त्यस्तैमा यी निराश उदास आफन्ततिर मेरो नजर गयो। हेरि नसक्नुको दृश्य थियो त्यो। यी बुढाबाले यो उमेरमा पुत्र शोक बिहोर्नु पर्यो। जब यिनले आँखाबाट सकि नसकी आँसु लुकाउन खोजे, मेरो मन नै भाउन नहोला जस्तो भयो। 4 महिनाको छोरो च्यापेर यी महिला घरि यता घरि उता गर्दा उनको भविष्य सम्झेर अत्यास लाग्थ्यो। उनी पनि त्यही अत्यास लाग्दो भविष्य सम्झेर सरकारसँग सहयोगको याचना गर्दै थिइन्। भोलिपल्ट चाहिँ बिहान ड्युटी पुगेपछि कल गर्छु भन्नुभएको थियो है, फोन गर्नु भएन। दिउँसोतिर अब साथीहरूले यस्तो अफगानिस्तानमा यस्तो भयो भने न्युज हेर्दाखेरि क्यानेडियन एम्बेसीमा भन्यो, क्यानेडियन एम्बेसी ड्युटी जाने क्रममा भनेर न्युज हेर्दाखेरि अनि आफूलाई शङ्का लागेर साथीहरूलाई यस्तो फोन गऱ्यो, ड्युटीमा जाँदा कतिवटा गाडी हुन्छ भन्दाखेरि 2-3वटा भन्यो, परेको छैन होला जस्तो लागिरहेको थियो। अनि वहीँबाट फोन आयो मलाई, यस्तो भयो भनेर। सहयोग गरिदिनु पर्यो होइन। अब गएको 2-3 महिना भएको छैन, त्यस्तो भयो। अब उहाँहरूले गर्न सक्ने गरिदिनु पर्यो। मेरो के छ, यत्रो बच्चा छ, पढाउनु लेखाउनु पर्यो, केही छैन होइन। जब शव आयो तब वातावरण निकै पीडादायी भयो। जब आफ्ना पति, छोरा या आफन्तको शवमा पीडित परिवारले माला चढाउँथे, मलाई उनीहरूको जीवनमा चुनिएको त्यही मालाले बढी पीडा दिन्थ्यो। आफन्तहरू डाँको छोडेर रुँदा मेरो क्यामेराको लेन्स थरथराउँथ्यो। तर अलिकति भए पनि सान्त्वना चाहिँ सरकारको तदारुकताले दियो। यसपटक मेरो सरकार भन्ने लागेको देखियो।